यहरू सप्लिमेन्ट्री एक्जामको रिजल्ट पब्लिश भइसकेको छ। यदि तपाई चेक गर्ने सोचमा हुनुहुन्छ भने भिडियोलाई अन्तिमसम्म हेर्नुहोला, स्किप नगरिकन, र च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरिदिनु होला। साथीहरु, सप्लिमेन्ट्री एक्जामको रिजल्ट आइसकेको छ। चेक गर्नका लागि तपाईले आफ्नो मोबाइलको क्रोम ब्राउजरको सर्च बारमा NEB रिजल्ट क्लास 12 भनेर लेखेर सर्च गर्नु होला है। राम्ररी लेख्नु होला। मैले चाहिँ लेखिरहेको छु NEB रिजल्ट क्लास 12 एक्जाम भनेर सर्च गर्नु होला। सर्च गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। नेपाल टेलिकम नेशनल एक्जामिनेसन बोर्ड भनेर आउँछ। जुन फर्स्टैको वेबसाइट आउँछ त्यसमा चाहिँ टच गर्नुपर्ने हुन्छ। टच गरिसकेपछि यस्तो इन्टरफेस आउँछ। नेशनल एक्जामिनेसन बोर्ड भनेर टच आउँछ। साथीहरु, यस्तो इन्टरफेस आउँछ। सर्च गर्नु होला क्लास NEB क्लास 12 लेखेर सर्च गर्नु होला है। अनि नेपाल टेलिकम नेशनल एक्जामिनेसन बोर्ड आउँछ। अनि त्यसमा जस्ट टच गरिदिनु होला। फर्स्टको वेबसाइटमा टच गरिदिनु होला। टच गरिसकेपछि नेशनल एक्जामिनेसन बोर्ड कक्षा क्लास 12 सप्लिमेन्ट्री एक्जाम भनेर आउँछ। यहाँ सिम्बल नम्बर र बर्थ अफ डेट दिइसकेपछि तपाईको रिजल्ट शो गरिनेछ। र यसमा दुईवटा माध्यम छ, एउटा वेबसाइटबाट एउटा SMS बाट। SMS मा तपाईको NTC को सिम छ भने त्यो मोबाइल सिम छ भने त्यसमा SMS गरेर तपाईले आफ्नो रिजल्ट देख्न सक्नुहुनेछ। अहिले म वेबसाइटमा बाट चेक गर्न गइरहेको छु। त्यसको लागि आफ्नो सिम्बल नम्बर राख्नु होला। त्यो बक्स दिएको छ, सिम्बल नम्बर लेखेर त्यसमा सिम्बल नम्बर राख्नु होला। र बर्थ अफ डेट जस्तै 2055 छ भने 2055, 3 महिना छ भने 3 महिना, गते छ भने गते मिलाएर राख्नु होला। अनि सबमिट भन्ने अप्सनमा क्लिक गरिदिनु होला। बर्थ अफ डेट राख्नु होला। सिम्बल र बर्थ अफ डेट तपाईले राख्नु होला। जस्तै मैले सिम्बल हाल्दिए, फर्स्टमा सिम्बल नम्बर अनि बर्थ अफ डेट 2063 साल 2063 साल 2 महिना 10 गते 2063 साल 2 महिना 10 गते। र साथीहरु, कहिले वेबसाइट धेरै बिजी भएको कारणले गर्दाखेरि समयमा रिजल्ट शो गरिदैन। त्यो पनि एउटा प्रब्लम हो। र यति कुरा भइसकेपछि सबमिट भन्ने अप्सन छ तल्लोपट्टि हरियो, त्यसमा टच गरिदिनु होला। सबमिट भन्ने अप्सन छ, त्यसमा क्लिक गरिदिनु होला। क्लिक गरिदिएपछि कहिलेकाहीँ तपाईको प्रब्लम बिजी भएको कारणले गर्दाखेरि तपाईको रिजल्ट शो नगर्न सक्छ। त्यसैले तपाईले फेरि पनि ट्राई गर्नु होला र आफैले चेक गर्नु होला। यदि शो नगरेको खण्डमा तपाईले फेरि चेक गर्नु होला। फेरि आफ्नो सिम्बल नम्बर राख्नु होला, बर्थ अफ डेट राख्नु होला अनि चेक गर्नु होला। म जस्तै अनि त्यसको लागि आफ्नो सिम्बल नम्बर राख्नु होला, सिम्बल नम्बरलाई अनि बर्थ अफ डेट राख्नु होला अनि चेक गर्नु होला। र यस्तै इन्फर्मेसनका साथमा म सधैँ तपाईहरुको माझमा आइसकेको हुन्छु हैन। यदि केही कुनै प्रब्लम आएको छ भने कमेन्ट गर्नु होला र म तपाईको प्रब्लमलाई सोल्भ गर्ने छु। र यदि साथीहरु यस मार्फतबाट भएन भने तपाईले SMS बाट पनि चेक गर्न सक्नुहुनेछ। केही टेन्सन लिनु पर्दैन। जाँदा जाँदै अर्को